हरेक सेकेन्ड यस दुनियाँमा 4 देखि 5 शिशुको जन्म हुन्छ र ती आमाहरूको प्रसुतिलाई सुरक्षित बनाउनको लागि एउटा मिडवाइफको निकै नै ठुलो भूमिका हुन्छ। हो, सन् 2026 को मे महिनाको 5 तारिक यानि कि वर्ल्ड मिडवाइफ्स डे। आज दुनियाँभरि नै 1 मिलियन मोर मिडवाइफ्स यानि कि 10 लाख थप मिडवाइफ्सको आवश्यकता मुख्य नाराका सहित मनाउँदै आएको छ। र आजको एपिसोडमा पनि यसैलाई हामीले मुख्य विषयवस्तु बनाएर एउटा प्यानल डिस्कसन गर्न गइरहेको छौँ। नमस्कार, म हुँ तपाईँहरूको होस्ट डाक्टर अङ्कुर घिमिरे र आजको द प्रेग्नेन्सी पडकास्टको यो 22औं श्रृङ्खलामा तपाईँलाई स्वागत छ। आजको यस प्यानल डिस्कसनमा सहभागी हुनको लागि आजको गेस्टहरू हाम्रो स्टुडियोमा आइसक्नु भएको छ। आउनुहोस् आजको गेस्टहरूलाई स्वागत गरौँ। आजको गेस्टहरू हुनुहुन्छ भरतपुर अस्पतालमा मिडवाइफ लेभलमा काम गर्दै आउनुभएका 3 जना निकै नै मेहनती मिडवाइफ्सहरू, मिस बिना सेवा, मिस दिविका श्रेष्ठ र मिस शोभा अधिकारी। आउनुहोस् उहाँहरूलाई स्वागत गरौँ। म्याडम नमस्कार। नमस्कार सर। सबैभन्दा पहिला त तपाईँहरूलाई धेरै धेरै बधाई। आजको यो वर्ल्ड मिडवाइफ्स डेमा तपाईँहरूको दिन, तपाईँहरूको कामको इम्पोर्टेन्स कति छ भनेर बुझाउने दिन होइन त सर्वसाधारणलाई। सबभन्दा पहिलो प्रश्नबाट सुरु गर्न मन लाग्यो म्याडम मलाई, कसरी मिडवाइफ हुनुभयो तपाईँ? के सोचेर कहाँबाट आयो यो डेस्टिनी, कसरी प्ले गर्यो यो गेम? थ्याङ्क यू सो मच सर यो प्रश्नको लागि। यो प्रश्नको आन्सर दिँदा म आफैलाई पनि रमाइलो लाग्छ। अब यो मिडवाइफरी वास्तवमा भन्नुपर्दा मलाई चाहिँ म पिसिएल नर्सिङ पढ्दैदेखि मेरो एकदमै इन्ट्रेस्ट थियो यो मिडवाइफरीतिर चाहिँ। अनि त्यति बेलादेखि नै मलाई यो मदरहरूसँग काम गर्न पाउँदाखेरि अनि त्यो चाइल्ड बर्थको बेलामा आफू त्यहाँनिर त्यसको साक्षी हुन पाउँदाखेरि खुसी लाग्थ्यो। त्यो बेलामा चाहिँ हामीले त्यस्तरी केसहरू ह्यान्डल गर्न त पाउँदैनथ्यौँ। त्यही पनि इन्ट्रेस्ट एकदम भएको कारणले गर्दा पछि जब आफ्नो पढाइ सकियो अनि जब गर्न बिपिकेआइएचएसमा गएँ, जाँदाखेरि चाहिँ सबैजनाले त्यहाँ लेबर रुम नपरोस् मलाई, अब आफ्नो वार्ड गर्दाखेरि भनिरहँदा म चाहिँ विस गरिरहेको थिएँ मलाई लेबर रुम परोस् भनेर। तर अनफर्चुनेटली भनौँ मलाई लेबर रुम चाहिँ परेको थिएन। तर अहिले मैले त्यसलाई एउटा त्यो मेरो फर्चुनेटको रूपमा चाहिँ लिन्छु, किन मलाई त्यति बेला लेबर रुम परेन, एनआइसियू र एमआइसियू पिआइसियू भनेर असाइन भएको थियो वार्ड। अनि त्यो हुँदाखेरि मैले त्यहाँनिर एउटा नवजात शिशु अनि एउटा क्रिटिकल कन्डिसनमा भएको आमाहरूसँग पनि काम गरेँ। उहाँहरूको त्यो देख्दाखेरि कैयौँ अब नवजात शिशु अनि आमाहरू जो चाहिँ गर्भवती सुत्केरी अवस्थामा प्रिभेन्टेबल कजको कारणले गर्दा अकालमा ज्यान गुमाइराख्नु भएको देखेँ। त्यो देख्दाखेरि मलाई एकदम नराम्रो लाग्थ्यो। अनि हाम्रो देशको नवजात शिशु र मातृ मृत्युदर यति धेरै छ भनेर मैले आफूले पनि हेर्दाखेरि चाहिँ विदेशतिर चाहिँ मिडवाइफ भनेर हुँदो रहेछ। तर त्यति बेला हाम्रो कन्ट्रीमा चाहिँ मिडवाइफ भनेर पढाइ हुन्थेन, यो मिडवाइफरी भन्ने प्रोफेसन छुट्टै थिएन। अनि मलाई के लाग्थ्यो हाम्रो देशमा पनि यो मिडवाइफरी पढाइ हुने भएको भए म चाहिँ पढ्थेँ। अनि अलिअलि हल्ला पनि सुनेछ आउँदैछ अरे भनेर। त्यही भएर मैले त्यो वेट गर्दै बिपिकेआइएचएसमा आउँदैछ है भनेर लगभग मैले आफूले त्यहाँ काम गरेको यस्तै 4th इयरतिर चाहिँ एक्जाम दिएको थिएँ बिएनएसमा। त्यसमा नाम निक्लियो, त्यही पनि म बिएमएस आउँदैछ भन्ने सुनेको भएर वेट गरेँ 1 वर्ष। अर्कोचोटि नाम्सबाट बिएमएसमा यो गरेर मैले यो पढेको। त्यो मेरो एकदम पहिलादेखिको प्यासन थियो, यो प्रति इन्ट्रेस्ट पनि थियो। अनि यो मदरलाई जुन यो म्याटर्नल र न्युबर्नको चाहिँ मोर्टालिटी मोर्बिडिटी कम गर्न आफूले पनि कन्ट्रीलाई केही कन्ट्रिब्युट गर्न सक्छु कि भन्ने उद्देश्यले मलाई चाहिँ पढ्न इन्ट्रेस्ट लाग्यो। एकदम राम्रो। थ्याङ्क यू सो मच तपाईँले सेयर गर्नुभयो। शोभा म्याडम तपाईँलाई स्वागत छ। थ्याङ्क यू सो मच सर। यो मिडवाइफरी पेसामा आउनुभन्दा अगाडि चाहिँ इन्ट्रेस्ट चाहिँ एकदमै मेटर्निटी सम्बन्धी काम गर्नलाई, आमा र बच्चासँगै रहेर काम गर्नलाई एकदमै इन्ट्रेस्ट चाहिँ थिएँ। जब म पिसिएल पढिसकेपछि धेरै समय जब गर्न चाहिँ पाएन, तर राम्रो चाहिँ एकदमै लाग्थ्यो। र पढ्ने बेलामा पनि मलाई मिडवाइफरी सब्जेक्ट भनेपछि छुट्टै रमाइलो लाग्ने कि पढ्नलाई नै इजी लाग्ने अनि रमाइलो लाग्ने। र म यसैमा चाहिँ काम गर्न पाएँ चाहिँ म एकदम मजाले गर्थेँ होला भन्ने फिल चाहिँ हुन्थ्यो। अनि धेरै वर्षको ग्याप भयो मेरो पढ्न आउनु चाहिँ, मेरो लगभग 10 वर्षपछि पिसिएल पछि 10 वर्ष चाहिँ ग्याप भयो।
अब चाहिँ ब्याचलर चाहिँ पढ्नुपर्छ है भन्ने चाहिँ भयो। म बिएमएसै गर्छु भन्दा पनि पिसिएलले मात्रै हुँदैन, ब्याचलर चाहिँ गर्नुपर्छ है भन्ने कुरा भयो। कमन इन्ट्रान्स दिएँ मैले, नाम निस्कियो, त्यसपछि बल्ल चुज गर्ने थियो बिएमएस गर्ने कि बिएनएस गर्ने भनेर। त्यति बेलामा त्यति साह्रो डेडिकेटेड भएर म बिएमएसै गर्छु भन्दा पनि बिएनएस बिएमएस कहाँ छ त कोटा भन्ने हिसाबले चाहिँ मैले चुज गरेको थिएँ। तर फर्स्ट प्रायोरिटी फर्स्टमा मैले बिएमएस राखेको थिएँ किनकि त्यो इन्ट्रेस्ट पनि थियो। अनि त्यसपछिको चुज गर्दै जाँदा बिएनएस पनि राखेको थिएँ होइन। त्यो त्यसरी चाहिँ म यो प्रोफेसनमा आइपुगेँ। तर आइसकेपछि चाहिँ मलाई के लाग्छ भने यो प्रोफेसन मेरै लागि हो भन्ने चाहिँ फिल भयो कि। दीपिका म्याडम स्वागत छ तपाईलाई। मैले एकदम स्ट्राइकिङ अगाडिकै क्वेसन सोध्न चाहेँ है, कसरी आउनुभयो मिडवाइफेरीमा, कसरी आउनुभयो, के सोचेर आउनुभयो, केले ल्यायो तपाईँलाई यहाँ? सर्वप्रथम चाहिँ हाम्रो आज इन्टरनेसनल डे अफ मिडवाइफ्समा तपाईँले हामीलाई इन्भिटेसन दिनुभएकोमा चाहिँ आइ एम भेरी ग्रेटफुल अनि त्यसको लागि चाहिँ थ्याङ्कफुल पनि छु। मेरो मिडवाइफरी एज अ प्रोफेसन आउनको लागि चाहिँ यो एकैचोटि चाहिँ भएको थिएन। सो मेरो त यो फर्स्टमा नर्सिङ ब्याकग्राउन्डबाट बल्ल मिडवाइफरीमा आएको र नर्सिङ ब्याकग्राउन्ड पनि कसरी भएको थियो भने म फ्लोरेन्स नाइटिङ्गलको स्टोरी पढेर 7-8 क्लासमा फ्लोरेन्स नाइटिङ्गलको स्टोरी पढेर चाहिँ म नर्सिङमा एज अ प्रोफेसनमा चाहिँ जानको लागि म इन्सपायर भएको थिएँ। र अर्को भनेको चाहिँ हाम्रो घरमा चाहिँ म चाहिँ फर्स्ट मेडिकल पर्सन हो, नर्सिङ भए पनि म चाहिँ फर्स्ट मेडिकल पर्सन हो। र अर्को चाहिँ हाम्रो घरमा चाहिँ सधैँ एउटा ड्रेसिङ सेट चाहिँ अभाइलेबल हुन्थ्यो, एउटा बेटाडिन, एउटा कटन र एउटा गज चाहिँ एभ्री टाइम रेडी हुन्थ्यो। अनि त्यसपछि यो चाहिँ मैले नर्सिङ प्रोफेसनमा चाहिँ अगाडि कसरी गएँ भने कसैको चाहिँ घाउ अथवा चोटपटक हुँदाखेरि चाहिँ म चाहिँ बच्चैदेखि ड्रेसिङ गरेर हिँड्थेँ कि त्यो चाहिँ मलाई एकदम बच्चैदेखि एउटा चाहना पनि थियो, एउटा प्यासन पनि थियो। त्यसरी नै म नर्सिङ पेसामा गएँ। त्यसपछि चाहिँ नर्सिङको हाम्रो 3rd इयरमा चाहिँ हाम्रो मिडवाइफरी कोर्स हुन्छ। मिडवाइफरी कोर्स हुँदाखेरि चाहिँ फर्स्ट डे नै लेबर रुमको एक्सपोजर हुँदाखेरि मैले एउटा पहिलो पटक आमा बन्दै हुने आमालाई चाहिँ मैले एउटा साथ र सहयोग, म गएर उभिएको मात्र थिएँ र उहाँले मलाई ठ्याक्क समातेर राखिहाल्नु भयो। हाम्रो त्यो दिन चाहिँ ओरिएन्टेसन हुन्छ होइन। अनि त्यसपछि हाम्रो फर्स्ट डे नै चाहिँ अब हामीले क्लिनिकली केही पनि गर्न पाउँदैनौँ। अनि त्यसपछि उहाँले मलाई ठ्याक्क समातेर राख्नुभयो। अरू साथीहरू ओरिएन्टेसनको लागि गइसकेको थियो भने म चाहिँ उहाँको साथमा उभिरहेको थिएँ र मैले चाहिँ फर्स्ट टाइम त्यो देख्दाखेरि हुन्छ नि प्रसव व्यथाको प्रोसेसहरू र उहाँको चाहिँ मैले सिधै नर्मल डेलिभरी नै हेर्न पाएको थिएँ। सामान्य प्रसुति नै मैले लाइभ फर्स्ट टाइम हेर्दाखेरि चाहिँ मलाई एकदमै फर्स्टमा चाहिँ एकदमै डर पनि लागेको थियो कसरी हुन्छ भनेर। र त्यस्तो बेलामा चाहिँ उहाँको एकदम एउटा हुन्छ नि भल्नरेबल पिरियड र उहाँको चाहिँ इम्पोर्टेन्ट लाइफ मुमेन्टमा चाहिँ मैले उहाँलाई साथ दिँदाखेरि चाहिँ म एकदम खुसी, भित्रैदेखि खुसी भएको थिएँ। र त्यसरी नै अनि त्यो भयो भने अर्को चाहिँ अब यो मिडवाइफरी प्र्याक्टिस गर्दा गर्दै पनि अब मैले धेरै एउटा मात्र नभइकन चाहिँ धेरै आमाहरूलाई साथ र सहयोगहरू प्रदान गर्नु पाउँदाखेरि चाहिँ म एकदम इन्सपायर पनि थिएँ। थ्याङ्क यू सो मच। कस्तो स्ट्राइकिङ एक्सपिरियन्स भएको रहेछ क्या तपाईँको, अर्ली अन स्टार्टै त्यस्तो स्ट्रङ भएपछि अभियसली तपाईँको जर्नी कति स्ट्रङ हुन्छ। आई एब्सोल्युटली विश यु द बेस्ट। पनि कोही न कोही जस्तै सुनेर बस्नु भएको छ तपाईँ जस्तै स्टुडेन्टहरू, उहाँहरू पक्कै पनि इन्सपायर हुनुहुन्छ भनेर मलाई लाग्यो। अनि मेहनती मान्छेलाई ठाउँ जहाँ पनि छ भनेर यसले प्रुभ पनि गर्छ, मलाई एकदम खुसी लाग्यो। म्याडम यसैसँग अर्को एकदम इम्पोर्टेन्ट कुरो मैले जोड्न चाहेँ कि किनभने तपाईँहरू त एभ्री डे नयाँ शिशु, नवजात शिशु र आमा मातृ शिशुको स्वास्थ्यमा काम गर्नुहुन्छ है। कुनै एउटा यस्तो एकदम झकझक्याउने कथा जसले चाहिँ तपाईँलाई एकदम त्यो अहिले पनि सम्झिँदा तपाईँको रौँठाडो हुने कथाहरू हुन्छ नि, मेरा छन् क्या कति, तपाईँको पनि पक्कै होला यो आफ्नो कार्य एक्सपिरियन्समा केही सुनाउनुहोस् न जसले चाहिँ तपाईँलाई अहिले चाहिँ एकदम प्राउड फिल हुन्छ कि मैले यस्तो अवस्थामा यस्तो काम गर्न सकेँ जसले गर्दा तपाईँले मिडवाइफ्सहरूलाई पनि स्ट्रेन्थेन गर्न सक्नुहुन्छ। केही छ त्यस्तो स्टोरी भने सेयर गर्नुहोस् न प्लिज। त्यस्तो स्टोरीहरू त धेरै नै छ अब, तर अझै बढी मैले त्यो सम्झिराख्ने स्टोरी भनेको चाहिँ एउटा स्टोरी चाहिँ के छ भन्दा अब एक दिन जस्ट मर्निङ सिफ्टको बेला थियो। त्यो बेलामा चाहिँ मेरो यता हाम्रो म्याटर्निटी वार्डको एक्टिभ वार्डमा चाहिँ पोस्टिङ थियो। अनि एकजना मदर एक्टिभ फेजमै हुनुहुन्थ्यो, लगभग उहाँको 4-5 सेन्टिमिटर सर्भिक्स डाइलेट भइसकेको थियो। अनि उहाँ चाहिँ लेबर पेनमा हुनुहुन्थ्यो, अगाडिदेखि नै आतिराख्नु भएको, एकदम एन्सियस, डराइराख्नु भएको। अनि उहाँलाई चाहिँ म जब सिफ्टमा गइसकेपछि चाहिँ सुरुमा गएर
के अरे नआत्तिनु, म तपाईँसँगै छु, अबको सिफ्ट भएर चाहिँ मैले तपाईँसँगै बसेर तपाईँलाई साथ दिन्छु भनेर भन्दाखेरि उहाँले मलाई मलाई नछोडेर जानु है भन्नुभएको थियो। त्यो उहाँको डरको बेलामा त्यो उहाँले कसैलाई आफ्नो साथमै भइदियो हुन्थ्यो भन्ने आशा गर्नुभएको थियो। अनि मैले उहाँलाई नै एकदम क्लोज निगरानी गरिरहेको थिएँ। त्यो दिन लकिली त्यस्तो अरू धेरै केसहरू पनि हुन्थेन, त्यस्तो धेरै बिजी थिएन। अनि उहाँसँगै कन्टिन्यू बसेर उहाँलाई त्यो लेबरमा कोप गर्न उहाँलाई हेल्प गरिरहेको थिएँ, उहाँको हौसला बढाउने, उहाँलाई डिफ्रेन्ट नन फार्माकोलोजिकल पेन मेजर्सहरू दिएर पेन रिलिफ गराइरहेको थिएँ। अनि यो गरिरहँदाखेरि चाहिँ अब उहाँको लेबर लगभग त्यो सिफ्टभरि पनि डेलिभरी चाहिँ भइसकेको थिएन। अनि यो उहाँलाई चाहिँ मैले अब हौसला दिँदै गर्दाखेरि त्यो हौसलाको इँटाहरू यसरी थप्दै गएको थिएँ कि पछि उहाँको त्यो पर्खाल बनेर लगभग सिफ्ट एन्ड हुने बेलासम्म उहाँको सर्भिक्स फुल्ली डाइलेट भइसकेको थियो। अनि हाम्रो 6 आवर्सको सिफ्ट हुन्छ मर्निङ चाहिँ। अनि उहाँले चाहिँ मेरो डेलिभरी नहुन्जेलसम्म हजुर नजानु है भन्नुभएको थियो। अनि त्यसपछि हुन्छ हजुरको डेलिभरी नभएसम्म म जाँदिनँ भन्ने त्यो भनेर उहाँको लगभग फुल्ली भएको थियो सिफ्ट सकिने बेलातिर। पछि हामीले उहाँलाई अनि लेबर रुममा लाँदाखेरि पनि तपाईँले नै डेलिभरी गरिदिनुहोस् हजुर मसँग बस्नु भन्नुभएको थियो। अनि डेलिभरी भयो लगभग 2:30 बजेतिर उहाँको डेलिभरी भयो। अगाडिदेखि लामो प्रसव बेता सहिराख्नु भएको, त्यो फेसमा पनि एकदमै औँसी भए जस्तो त्यो थकित अनुहार भएको थियो। अनि जब डेलिभरी गराइसकेपछि चाहिँ मैले उहाँको बेबीलाई चाहिँ उहाँको चेस्टमा राख्दाखेरि त्यो जुन त्यो क्षण छ नि, त्यो एउटा नयाँ जीवन सृष्टि गर्दाको। अनि उहाँको त्यो स्किन टु स्किनमा राख्दाखेरि उहाँको मुहारमा त्यो उज्यालोपन देखेँ मैले। त्यो देख्दाखेरि आफूलाई एकदमै भित्रदेखि आफूलाई पनि हर्ष भएर आयो। अनि अर्को कुरा चाहिँ उहाँले पछि डेलिभरी भइसक्यो, सबै कामहरू सकाइयो, अनि त्यो गरेर उहाँको बेबीलाई फिडिङ गराउँदै थिएँ। अनि उहाँले मलाई के भन्नुभएको थियो, तपाईँ मलाई त म सक्दिनँ, म किन भन्दा उहाँले अगाडि पनि मेरो अपरेसन गराइदिनु, अब त म सक्दिनँ क्या हो भन्नुभएको थियो। जब त्यो भनिरहँदाखेरि लास्टमा तपाईँले मलाई जुन हौसला दिनुभएको थियो त्यसले मलाई कमजोर हुन दिएन, मैले यो सम्भव भयो त्यो तपाईँको साथले गर्दा हो भन्नुभयो। अनि पछि बेबीलाई यो भइसक्यो, उहाँलाई लुगाहरू चेन्ज गराइसकेपछि फेरि उहाँले मलाई हजुरलाई म एउटा कुरा रिक्वेस्ट गरौँ भन्नु न भने, अनि म हजुरलाई एकचोटि हक गरौँ भन्नुभयो। अनि हुन्छ भनेर हक गरेको, उहाँले मेरो फोरहेडमा किस पनि गर्नुभयो क्या। अनि त्यसपछि के भन्नुभयो, यो समयमा जति बेला मलाई मेरो हस्बेन्डभन्दा पनि तपाईँ ठुलो लागेको थियो, यो बेलामा चाहिँ तपाईँको साथले मलाई हौसला दिइरहेको थियो, मलाई तपाईँ मेरो परिवारको सदस्य जस्तै लाग्यो, सायद मेरो बहिनीहरू भएको भए यसरी नै मलाई केयर गर्थे होला, तपाईँले आफ्नो परिवार अझ भन्नु परिवारभन्दा माथि भएर मलाई केयर गर्नुभएको छ भन्नुभयो। त्यति बेला लिटरली मेरो यो उसमा चाहिँ गुजबम्सै आएको थियो। अनि सुनेर मलाई पनि त्यस्तै फिल भयो म्याडम। र यो तपाईँको स्टोरी कति महत्त्वपूर्ण छ भने मलाई थियो, किनभने मानवीय संवेदना जब कुनै कथासँग जोडिन्छ नि त्यो एकदमै धेरै पावरफुल हुन्छ। जुन एउटा ड्युटीमा पहिलो नाइट ड्युटी थियो मेरो, पहिलो रात, त्यो दिन चाहिँ यो एउटा प्रोफेसन हो, एउटा पेसा हो भन्ने कन्सेप्ट जुन मेरो थियो मलाई नै चेन्ज गराइदियो कि त्यो ड्युटीले। के फर्स्ट नाइट चाहिँ ड्युटी म त्यो पनि स्टुडेन्ट नै थिएँ, ड्युटीमा चाहिँ आफू पनि अलिकति फर्स्ट इयरको स्टुडेन्ट, त्यो पनि एकदम कन्फिडेन्ट लेभल त हुँदैन। अनि त्यहाँ चाहिँ ड्युटी गएँ। ड्युटी जाँदाखेरि नाइट ड्युटी थियो, साथीले एउटा क्लाइन्ट आमा भर्खर आउनु भएको थियो, उहाँले ह्यान्डओभर दिनुभयो, भर्खर आउनु भएको हो केही गर्न पाएको छैन भनेर भन्नुभयो। अनि त्यहाँ चाहिँ आमालाई हामीले चाहिँ आफ्नो इन्ट्रोडक्सन दिएर केयर स्टार्ट गर्नुभन्दा अगाडि म यो हो भनेर चाहिँ हामीले चिनाउँछौँ। मैले त्यस्तै गरेर आमालाई नमस्कार, म वीर अस्पताल नर्सिङ क्याम्पसमा पढ्दै गरेको पहिलो वर्षको विद्यार्थी मिडवाइफ शोभा अधिकारी भनेर आमालाई चिनाएँ। अनि उहाँ चाहिँ एकदमै थकित, एन्जियस, एकदम डराएको जस्तो हुनुहुन्थ्यो। तर उहाँ बर्थिङ युनिटमा चाहिँ त्यो डेलिभरीको लागि जानुभएको थियो। तर उहाँ चाहिँ आफ्नो हस्बेन्डसँगै राखेर अथवा आफ्नो मान्छे राखेर डेलिभरी गराउन पाइन्छ। उहाँको हस्बेन्ड चाहिँ विदेश जानुभएको रहेछ, तर उहाँसँग चाहिँ उहाँको सासू हुनुहुन्थ्यो। अनि उहाँ त्यति उहाँसँग एट्याच हुनुहुन्छ जस्तो चाहिँ लागेन कि, जुन अब उहाँलाई एकदम पेन भइराखेको छ। अनि आमा चाहिँ सासू चाहिँ हुनुहुन्थ्यो, तर उहाँ हेर्नुभयो, देख्नुभयो। अनि अब चाहिँ म
हजुरसँगै हुन्छु, हजुरको बच्चा नजन्मिँदासम्म म हजुरसँगै हुन्छु भनेर मैले यति भने। अनि उहाँले यति भन्नुभएको थियो कि सिस्टर म सक्दिनँ, मेरो अपरेसन गरिदिनु, अपरेसन गर्न मिल्दैन। उहाँको पहिलो बच्चा थियो, पहिलोपटक आमा बन्दै हुनुहुन्थ्यो। अनि लगभग 5 सेन्टिमिटर 6 सेन्टिमिटर पुगेको थियो होइन, सर्भाइकल डाइलेटेसन त्यति भएको थियो। त्यो भनेको एकदम पिक लेभल, पिक चाहिँ पेनको चाहिँ एकदम पिक अवस्था हो, टाइमिङ चाहिँ हुन्छ कि त्यसपछि झन् धेरै धेरै दुखाइ बढ्दै जान्छ। अनि मैले उहाँको हात समातेँ, धेरै केही बोलेन। अनि मलाई हेर्नुहोस् त भने मैले, उहाँले मलाई हेर्नुहोस् त भने, उहाँ हेर्ने कन्डिसनमै हुनुहुन्थ्यो नि, एकदमै थकित। अनि मैले केही कुरा भन्छु, मेरो कुरा सुन्नुहुन्छ भने मैले, अनि बल्ल पुर्लुक्क मुखमा हेर्नुभयो, सुन्छु सिस्टर भन्नुभयो। हजुरसँग म छु, हजुर केही नआतिनु, हजुरले सक्नुहुन्छ। सक्दिनँ भन्ने ओडले सक्दिन नै मा जान्छ। तपाईँले जब म सक्छु भन्नुहुन्छ नि, अनि हजुरले सक्नु नै हुन्छ भनेर उहाँलाई केही कुरा सिकाएँ। म तपाईँलाई केही एक्सर्साइज सिकाउँछु, तपाईँको ढाड मसाज गरिदिन्छु, यसो गर्दा तपाईँलाई अलिकति केही कम भयो भने भन्नुहोस्। अनि हजुर म सँगै हामीले यो पिरियडलाई एकदम इन्जोएबल गरेर, इन्जोय गर्दै हजुरले चाहिँ बच्चा जन्माउन सक्नुहुन्छ। यो ठाउँ यस्तो हो, हजुरको सासू हुनुहुँदो रहेछ, अथवा बाहिर अरू कोही हुनुहुन्छ भने हजुरलाई मनपर्ने मान्छे बोलाउन सक्नुहुन्छ भनेको उहाँको साथी हुनुहुँदो रहेछ कि बाहिर चाहिँ। त्यहाँ चाहिँ अब आफ्नो मान्छे बस्ने भनेर चाहिँ राखेको भएर सासू आउनुभएको रहेछ। अनि साथीलाई बोलाउन मिल्छ भनेपछि उहाँको साथी नै आउनुभयो। अनि उहाँहरूलाई चाहिँ एक्सर्साइजको लागि भने, सिकाएँ। टाइम चाहिँ केही लाग्यो, तर उहाँको डेलिभरी भयो है। तर बिचबिचमा जब पेन हुन्छ, सिस्टर म सक्दिनँ भन्नुहुन्छ, हात समाउनुहुन्छ, हात यति कडा गरी समाउनुहुन्छ कि त्यो पेन हुँदाखेरि। अनि म चाहिँ उहाँकै मान्छे हो कि भन्ने फिल चाहिँ मलाई आयो कि त्यति बेलामा होइन। म चाहिँ उहाँको त्यति बेलासम्म डेलिभरी गराउँदा यो मेरो ड्युटी हो, मैले ड्युटी सक्ने जाने भन्ने टाइप मेरो कन्सेप्ट थियो भने त्यो दिन भयो नर्मलै डेलिभरी। केही समयपछि नर्मल डेलिभरी भयो। अनि बेबीलाई फिडिङ गराउनुको लागि जब ल्याइयो, सबै काम सकिसकेपछि अनि उहाँले चाहिँ मेरो हात समाउनु भयो। सिस्टर मैले सकेँ। उहाँमा कस्तो त्यो यति खुसी हुनुभयो है। उहाँले चाहिँ मैले के समय फिल गराउन सकेँ भन्ने लाग्यो भने उहाँको पावर, आफ्नो जुन थियो नि त्यो क्षमता, ममा यति क्षमता रहेछ है भन्ने कुरा उहाँले आफैलाई फिल गर्नुभयो कि मैले सकेँ, सकिँदो रहेछ भन्ने चाहिँ उहाँलाई भयो भनेपछि मैले धेरै केही गरेको थिएन। एउटा सानो शब्द म यहीँ छु मात्रै भनेको थिएँ, म हजुरसँगै छु, हजुरले सक्नुहुन्छ भनेर बोलेको उसमा। अनि पछि उहाँले चाहिँ साँच्चै सिस्टर हजुर नआएको भए त म सक्थिनँ, त्यो वर्ड बोल्नु भयो होइन। अनि मलाई चाहिँ के लाग्यो भने म यही प्रोफेसनको लागि हो भन्ने आफूलाई फिल भएर हो। अनि त्यसपछि अब यसपछिको ड्युटीहरूमा चाहिँ म कुर्सीमा बसेर होइन कि जहिले म आमाको साइडमा बसेर केही छिनको चाहिँ आमाको सहारा बन्ने छु भन्ने एउटा संकल्प लिएर चाहिँ मैले चाहिँ यो चुज गर्नु एकदमै राम्रो रहेछ, म सही ठाउँमा आएँ भन्ने चाहिँ मलाई त्यसपछि फिल भयो। अब अर्को प्रश्न मलाई सोध्न मन लाग्यो दिपिका म्याडम, तपाईँले के भने एकदम यो गुजबम्स आउने स्टोरी के तपाईँको यो मिडवाइफरी एक्सपिरियन्समा केही न केही गएर त भयो होला पक्कै, डिफिकल्ट कम्प्लिकेटेड प्रेग्नेन्सिजहरू या त सामान्य प्रेग्नेन्सी जसबाट चाहिँ एकदम तपाईँलाई मेजर लेसनहरू पाउनुभयो, केही सेयर गर्नुहोस् न प्लिज। लाइक एभ्री वान हेज देयर ओन स्टोरी टु टेल। अनि हुन्छ नट एभ्री लेभल चाहिँ नर्मल नै हुन्छ भन्ने पनि हुँदैन। अनि एउटा सिफ्ट यस्तो गयो कि त्यति बेला चाहिँ हाम्रो रस आवर नै थियो, जस्तो अब केसेसको ओभरलोड पनि भइरहेको थियो होइन। त्यति बेला हामी स्टाफ पनि एडुकेट नै थियौँ फर्चुनेटली। अनि के भयो भन्दाखेरि त्यो चाहिँ लेबरमा भएको थियो। सिन्स हामी बर्थिङमा मात्र नभएर चाहिँ हामीले लेबरमा नै ड्युटी चाहिँ गर्छौँ। अनि त्यति बेला उहाँलाई हामीले अगाडिदेखि नै एक्टिभ फेज अफ लेबरदेखि नै हामीले उहाँलाई केयरहरू प्रोभाइड गरिरहेको थियौँ होइन। उहाँलाई अब कम्पेनियनलाई राखेर नै सिकाइरहेको थियौँ, सबै गरिरहेको थियौँ। नन फार्माकोलोजिकल पेन म्यानेजमेन्टहरू दिइरहेको थियौँ भने। अनि उहाँको जे होस् लेबरमा जब उहाँ फुल्ली डाइलेटेसन भएर आउनुभयो, उहाँको आउटकम पनि राम्रै भयो, बेबी राम्रो थियो, उहाँलाई पनि राम्रै थियो, जस्ट नर्मल हुने प्रोसेस सबै राम्रै थियो। तर के भयो भन्दा एक्कासी उहाँको डेलिभरीको 15 मिनट पछि चाहिँ उहाँलाई एकदम फिट्स आउन थाल्यो कि, जब कि उहाँलाई हामीले एकछिन रेस्टमा राखिरहेको थियौँ, फिट्स आउन थाल्यो। अनि त्यसपछि चाहिँ
हामीले पोस्टमार्टम ब्लड बिपी मोनिटरिङ त गरिरहेको थियौँ होइन उहाँको चाहिँ अगाडिदेखि अलिकति धेरै चाहिँ अलिकति हाई चाहिँ रहेछ तर जुन चाहिँ इक्ल्याम्सियाको लागि हुने क्राइटेरिया चाहिँ थिएन तर उहाँको चाहिँ अब अगाडिदेखि धेरै एङ्सियस पेन उहाँले धेरै पीडाहरू सहेर बसिरहनु भएको थियो अनि अब त्यसको कारणले गर्दा हो या अरू कुनै कारणले गर्दा हो उहाँको चाहिँ 81 फिट चाहियो इक्ल्याम्सिया फिट चाहियो अनि त्यसपछि हामीले उहाँलाई अब इमर्जेन्सी त्यो त इमिडिएट म्यानेजमेन्ट गर्नुपर्छ नि त अब मैले हाम्रो टिम हडल भयो त्यहाँ टिम हडल भयो अरू साथीहरू पनि मैले चाहिँ पेज गरेँ उहाँहरूलाई अब साउट फर हेल्प गरेँ साउट फर हेल्प गरिसकेपछि हामीले उहाँलाई इमिडिएट म्यानेजमेन्ट गर्यौँ भरतपुर हस्पिटलमा हजुर यो भरतपुर हस्पिटलको सिनेरियोमा सेटिङमा हो अनि त्यसपछि साउट फर हेल्प गरिसकेपछि हाम्रो सबैजना टिम आउनुभयो सबैजना टिम आइसक्नु भएपछि उहाँलाई हामीले गर्नुपर्ने इक्ल्याम्सिया फिट्सको म्यानेजमेन्ट गर्नुपर्ने सबै हामीले गऱ्यौँ त्यसपछि पनि के हुन्छ भन्दाखेरि अब त्यो त एकदम रस आवर हो नि त त्यसपछि अनि उहाँले चाहिँ अब त्यस्तो अनकन्सियस स्टेटमा पनि उहाँले चाहिँ एकदम स्ट्रङ नै हुनुहुन्थ्यो अब हामीले पनि म्यानेजमेन्ट गऱ्यौँ उहाँको यता कोही म्यानेजमेन्ट गर्नेतिर कोही रेकर्डिङ रिपोर्टिङ गर्नेतिर कोही चाहिँ अब मदरलाई मात्र नभइकन चाहिँ फ्यामिलीलाई चाहिँ इमोसनली पनि सपोर्ट गर्नुपर्ने हुन्छ नि त हो त्यसमा चाहिँ अब सबैलाई हामीले साथ र सहयोग दिइरहेको थियौँ होइन त्यसपछि चाहिँ के हुनु भएन अब उहाँलाई चाहिँ हामीले अर्को वार्डमा एमआइसियुमा चाहिँ हामीले उहाँलाई सिफ्ट गऱ्यौँ त्यसपछि उहाँको रिकभरी भइसकेपछि उहाँ आउनुभयो अनि त्यसपछि थ्याङ्क यू भन्नुभयो त्यो चाहिँ भयो भने अब यो गुजबम्स आउनेको टपिकमा चाहिँ के थियो भन्दाखेरि उहाँलाई त अब अगाडिदेखि नै हामीले एकदमै राम्रो केयर प्रोभाइड गरिरहेको थियौँ कुनै पनि लेबर र डेलिभरी चाहिँ कुनै प्रेडिक्टेबल पनि हुँदैन र नर्मलै हुन्छ भन्ने पनि हुँदैन होइन एक्कासी अब राम्ररी केयर प्रोभाइड गर्दा गर्दै अब त्यो त मेडिकल इमर्जेन्सीमा हजुर सडन एन्ड अनएक्सपेक्टेड भयो अनि त्यसको कारणले गर्दाखेरि त्यो मुभमेन्ट चाहिँ धेरै नै सिरिङ्ग हुन्छ एकदम प्रिटी वेल भन्दा नि भेरी वेल एक्चुअली थ्याङ्क यू सो मच अब अर्को प्रश्नमा जाउँ है मैले अगाडि पनि सोधेँ राति 2 बजे अप्ठ्यारो भएर बस्नुभएको पहिलोचोटि गर्भधारण गरिराख्नु भएको एक महिला जो तपाईँलाई नै सम्झिराख्नु भएको छ कि कोही भइदिए हुन्थ्यो मेरो लागि साथी भनेर सोचिराख्नु हुन्छ तपाईँले के भन्न चाहनुहुन्छ उहाँलाई मेसेज दिनुहोस् न प्लिज यस्तो चाहिँ अब हजुर थ्याङ्क यू अनि यो हाम्रो नाइट सिफ्टमा चाहिँ यस्तो सिनेरियो चाहिँ अलि धेरै नै हुन्छ भनौँ न जस्तो अब फर्स्ट टाइम मदर पनि हुनुहुन्छ र सेकेन्ड अथवा थर्ड टाइम मल्टी ग्राभिडा मदरहरू पनि हुनुहुन्छ होइन फर्स्ट टाइम मदरहरू चाहिँ अब उहाँको यो फर्स्ट एक्सपिरियन्स पनि हुन्छ भइरहेको हुन्छ उहाँलाई होइन उहाँलाई चाहिँ एकदमै धेरै डर अनि एकदम पीडा पनि भइरहेको बेलामा चाहिँ अब उहाँलाई चाहिँ एउटा डर भनेको चाहिँ अब कस्तो भने अब मलाई चाहिँ अब कसरी हेल्थ प्रोफेसनलले अब हस्पिटल सेटिङमा कसरी ट्रिट गर्छ भन्ने अनि अर्को भनेको यो पेन लङ लास्टिङ अब मैले कति समयसम्म चाहिँ मैले यो दुखाइलाई खपेर बस्नुपर्ने भयो भने अर्को चाहिँ मेरो अब बच्चा चाहिँ कस्तो जन्मिन्छ अब नर्मलै हुन्छ कि अपरेसनै हुन्छ उहाँलाई थाहा हुँदैन अनि अर्को पीडा भनेको चाहिँ उहाँहरूलाई अब वरिपरि देखिरहनुहुन्छ नि त उहाँ मात्रै नभएर वरिपरि अरू आमाहरू पनि हुनुहुन्छ उहाँहरूलाई देख्दाखेरि उहाँको झन् पीडाहरू बढ्ने कोही दुखाइमा हुनुहुन्छ भने उहाँको पीडाहरू झन् बढ्ने त्यस्तो अवस्थामा चाहिँ के भन्छौँ भने पहिला चाहिँ हामीले उहाँलाई आफ्नो इन्ट्रोडक्सन दिन्छौँ र हामी चाहिँ दक्ष प्रसुतिकर्मी हो मेरो नाम र दक्ष प्रसुतिकर्मी हो अनि त्यसपछि तपाईँ चाहिँ यो संस्थामा हुनुहुन्छ तपाईँ अनि सुरक्षित नै हुनुहुन्छ र तपाईँको साथ दिन हामी पनि छौँ र तपाईँको साथसाथै परिवार पनि हुनुहुन्छ भनेर भन्छौँ भने अर्को चाहिँ यो प्रेग्नेन्सी भनेको एउटा नर्मल फेनोमेना नै हो नर्मल एउटा फिजियोलोजिकल प्रोसेस हो यसमा दुखाइ चाहिँ हुन्छ तर यो दुखाइ कन्टिन्यू पनि हुँदैन र लङ लास्टिङ पनि हुँदैन र यो दुखाइको आउटकम चाहिँ एउटा फ्रुटफुल पनि हुन्छ तपाईँलाई होइन दुखाइ मात्र नभएर चाहिँ तपाईँको फ्रुटफुल जर्नी पनि हुन्छ एउटा प्रिसियस मोमेन्ट पनि हो अनफर्गेटेबल जर्नी पनि हो अनि त्यसपछि तपाईँलाई दुखाइ हुँदाखेरि अब गर्नुपर्ने कुराहरू हामीले तपाईँलाई सिकाइ नै हाल्छौँ होइन र तपाईँलाई यदि इमर्जेन्सी केही भइहाल्यो भने पनि तपाईँ सुरक्षित हातमै हुनुहुन्छ र केही पर्यो भने हामी म्यानेज गरि नै हाल्छौँ अनि अर्को भनेको तपाईँको परिवारलाई हामीले साथमै राखिरहेको छौँ होइन अनि परिवारलाई साथमा राख्नेको साथसाथै चाहिँ अब के हुन्छ अब त्यसको साथसाथै चाहिँ अब तपाईँको अलिअलि दुखाइ हुँदाखेरि चाहिँ अहिले तपाईँले आरामै गर्नु हुँदाखेरि चाहिँ ठिक हुन्छ पछि किनभने तपाईँलाई जति दुखाइ बढ्दै जान्छ तपाईँलाई निन्द्रा पनि कमै लाग्छ अनिन्द्रित
हुनुहुन्छ त्यस्तो भयो भने पछि तपाईँलाई धेरै नै गाह्रो हुन्छ त्यस्तो कुराहरू चाहिँ सम्झाउन चाहिँ हामी सधैँ नै गरेर हुन्छ। थ्याङ्क यू सो मच कि र आई होप यो सुन्ने महानुभावहरूले अडियन्सहरूले पनि मिडवाइफ्सको रोल एउटा सामान्य प्रसुतिमा कति महत्त्वपूर्ण छ भनेर पक्कै पनि थाहा पाउनुहुन्छ भनेर मलाई एकदम खुसी लाग्यो। अब अर्को प्रश्नतिर जाउँ है। अर्को प्रश्न मलाई के सोध्न मन लाग्यो भने अब यो एपिसोड हेरेर एकजना पहिलोचोटि गर्भधारण गरिराख्नु भयो कि एउटा आमा राति 2 बजे उल्टो पुल्टो अप्ठ्यारो भएर सुतिराखेर यो एपिसोड हेरिराख्नु भएको छ भने बिना म्याडमले उहाँलाई के भन्न चाहनुहुन्छ, केही कुराहरू जसले चाहिँ उहाँको 2 बजेको त्यो एन्जाइटीलाई अलिक कम गरोस्? यो यसमा चाहिँ अब यो गर्भावस्था अति माथि पनि पहिलो प्रेग्नेन्सीमा एउटा महिलालाई डर हुनु, यो प्रसवको व्यथाको चिन्ता हुनु अथवा प्रेग्नेन्सीको चिन्ता हुनु भनेको स्वाभाविक हो, यो सबैलाई हुन्छ। अनि के अरे यो बेलामा चाहिँ यो मेरो आफूसँग पनि एउटा इन्सिडेन्ट छ। मैले आफूले गर्भवती जाँच गरिरहेको एकजना महिलाले मलाई राति लगभग ठ्याक्क हजुरको टाइम पनि 2 बजे छ, मलाई त्यस्तै 2 साढे 2 को बिचतिर कल गर्नुभएको थियो। अनि मलाई म्याम मलाई पेट दुख्न थाल्यो, कस्तो मलाई एकदमै आतिरा छ, के गर्ने होला, हस्पिटल आउने कि के गर्ने, घरमा कोही हुनुहुन्न। त्यति बेला सानो बच्चा मात्रै रहेछ, उहाँको हस्बेन्ड बाहिर जब गर्ने, कोही पनि हुनुहुन्न, मैले के गर्ने होला भनेर मलाई प्रश्न गर्नुभयो। अनि मैले उहाँलाई भने तपाईँ नआत्तिनुहोस्, एकछिन यो बेलामा तपाईँलाई डर लाग्नु स्वाभाविक हो, लामो सास लिनु भनेर एकछिन उहाँलाई लामो सास लिनु फाल्नु यो भनेर अनि रिल्याक्स हुनको लागि भने। त्यसपछि चाहिँ हजुरको परिवारको सदस्य कसैलाई आउन मिल्छ भने, नजिकै कोही हुनुहुन्छ भने कल गर्नुहोस्, बोलाइराख्नुहोस्, अनि दुखाइ कस्तो छ त्यो मलाई भन्नुहोस् भने उहाँको दुखाइ सुन्दाखेरि चाहिँ उहाँले कन्टिन्यू दुखिरहेछ चाहिँ भन्नुभएको थियो। अनि त्यसपछि तर दुख्न चाहिँ धेरै दुखिरहेछ भन्नुभएको थियो। त्यो हुँदाखेरि तपाईँलाई अब व्यथा लाग्ने बेला चाहिँ अलिक भइसकेको थिएन उहाँको, त्यही पनि कहिलेका प्रिम्याच्योर लेबर पनि हुनसक्छ। त्यही भएर मैले यदि तपाईँलाई एकदमै दुखिरहेछ भने हस्पिटल जानु नै सबैभन्दा सेफ हुन्छ। हजुर नआत्तिनु होला, यदि तपाईँलाई व्यथै लागेको भने पनि तपाईँको बडी सक्षम छ, तपाईँले गर्न सक्नुहुन्छ, नजिकैको छरछिमेकी आइदिनु भयो र हस्पिटल आउन सक्नुभयो भने हस्पिटलमा हामी तपाईँको साथमा छौँ, हामी तपाईँसँगै हुन्छौँ, आत्तिन पर्दैन, नआत्तिनु होला, सबै कुरा राम्रो हुन्छ, सबै कुरा पोजिटिभ हुन्छ, सोच्नु होला, सबै कुरा राम्रो हुन्छ भनेर चाहिँ उहाँलाई मैले काउन्सिलिङ गरेको थिएँ। अनि त्यसपछि उहाँले पछि त्यो टाइममा एकछिन पछि पेन कम भएछ अनि भोलिपल्ट आउनुभएको थियो हस्पिटलमा चाहिँ। अनि भन्दै हुनुहुन्थ्यो त्यो बेलामा म त एकदमै आत्तिएँ, के गरौँ, कता जाउँ, के गरौँ भएको थियो। हजुरसँग कुरा गएर अलि रिलिफ भयो, त्यही भएर हस्पिटल चाहिँ अहिले बिहान मात्र आएँ भनेर भन्नुभएको थियो। त्यही त हेर्नु न, अब राति 2 बजे कोही मान्छे त्यसै पनि एङ्सियस भयो भने उसलाई कति धेरै प्रेसर हुन्छ। त्यसमाथि पनि प्राइमी पहिलोचोटि गर्भधारण गरिराख्नु भएको आमा जसलाई त्यो बच्चाको कति धेरै माया छ, फ्यामिली प्रेसर कति छ, आफ्नै प्रेसर कति छ, स्वास्थ्यका प्रेसरहरू अनेक थरी कुराहरू कति धेरै हुन्छन्, त्यो त्यसै पनि बढेर जान्छ नि त होइन। त्यतिखेर तपाईँको त्यो सानो फोन कलले तपाईँको मधुर आवाजले उहाँलाई कति ठुलो दबाईको काम गर्यो होला भनेर म एकदमै महसुस गर्न सक्छु। अब अलिकति टेक्निकल प्रश्नतिर जाउँ म्याडम है। अब सिन्स तपाईँहरू मिडवाइफ्स भएर यति लामो समयदेखि काम गर्दै आउनुभएको छ, नर्मली अब नेपालमा हामी होम डेलिभरी भर्सेस हस्पिटल डेलिभरीमा अलिअलि बहस गर्ने गर्छौँ, किनभने अब नेपालको जस्तो मात्रै त्यो रेट अलिकति हायर भएको कन्ट्रिजमा त हस्पिटल डेलिभरी मोर इम्पोर्टेन्ट हो भनेर हामी भन्छौँ। तर अब तपाईँहरूको हिसाबमा, मिडवाइफको हिसाबमा होम डेलिभरी भर्सेस हस्पिटल डेलिभरी कसरी लिनु भएको छ, के हो त्यसको बारेमा के भन्नुहुन्छ? यसमा चाहिँ अब कन्टेक्स्ट हेरेर हुन्छ, अनि अब यो चाहिँ कन्ट्री हेरेर पनि हुन्छ भन्छु म चाहिँ। अब यो विदेशतिरको कुरा गर्ने जानेहरू चाहिँ एकदमै वेल डेभलप छ, मान्छेहरू वेल एजुकेटेड छन्, त्यस्तो कन्टेक्स्टमा चाहिँ अब होम डेलिभरी सेफ हुन्छ, किन हस्पिटलमा आएपछि इन्टरभेन्सनहरू बढी हुन्छ। अब केही न केही इन्टरभेन्सन हुने, त्यो इन्टरभेन्सन भएपछि केही न केही कम्प्लिकेसन आउने हुन्छ। अनि त्यो चाहिँ अब सेफ हुनसक्छ यदि लो रिस्क केसेस छ भने त्यस्तो अवस्थामा। तर अब हाम्रो कन्ट्रीको कन्टेक्स्टमा जहाँनेरि चाहिँ इमर्जेन्सी सर्भिसेसहरू तुरुन्त सबै ठाउँमा अभाइलेबल छैन, यस्तो अवस्थामा चाहिँ मेरो आफ्नो व्यक्तिगत धारणा भनेको चाहिँ इन्स्टिट्युसनल डेलिभरी नै सेफ हुन्छ भन्छु। एउटा कुरा त्यो पनि भयो। अर्को कुरा भनेको हाम्रो कन्ट्रीको वुमेनहरूले चाहिँ रेगुलर रूपमा एन्टिनेटल एक्जामिनेसनहरू गरिराख्नु भएको हुँदैन, त्यही भएर उहाँहरूको कम्प्लिकेसन कति बेला आउन सक्छ भनेर हामीले त्यो कुरा कतिपय वुमेनहरूमा
थाहा नहुन सक्छ, कोही त अब 81 लास्ट भिजिटतिर आउने अथवा कम्प्लिकेटेड भएपछि आउने हुनुहुन्छ। त्यही भएर हाम्रो कन्ट्रीको कन्टेक्स्टमा चाहिँ आमा र बच्चाको सुरक्षालाई मध्यनजर गर्ने हो भने चाहिँ यो हस्पिटल डेलिभरी नै सेफ। अलिकति मोर टेक्निकल इस्युमा जाउँ म्याडम है दिपिका म्याडम, यो होम भर्सेस हस्पिटल बर्थको बारेमा अब एउटा मिडवाइफलाई एकदम कमनली सोधिने प्रश्न हो होइन, किनभने अब तपाईँहरूले त अब हामी स्क्यान्डिनेभियन कन्ट्रीतिर जान्छौँ भने मिडवाइफको प्रेजेन्सले त्यहाँको एमएमआर त कति चेन्ज भइसक्यो है, 1-2 मा झरिसक्यो। अब उहाँहरूको त मेजर रेस्पोन्सिबिलिटी हो त्यो र मेजर रोल पनि छ उहाँले गर्नुभएको होइन। अब यसमा नेपालको कन्टेक्स्टमा चाहिँ होम भर्सेस हस्पिटल बर्थ कहाँ स्ट्यान्ड गर्छ, तपाईँले के लाग्छ? नेपालको कन्टेक्स्टमा चाहिँ अब एउटा भनेको चाहिँ नेपालको ल्यान्डस्केप पनि लाइक इक्वल पनि छैन होइन। अनि अर्को भनेको नेपालको ल्यान्डस्केपको साथसाथै चाहिँ नेपाल एउटा डेभलपिङ कन्ट्री पनि हो, जहाँ चाहिँ कुनै कुनै एरियामा चाहिँ हेल्थ केयर सिस्टम चाहिँ इजिली एसेसेबल पनि छैन है। अनि अर्को होम भर्सेस हस्पिटल डेलिभरीमा चाहिँ म के भन्न चाहन्छु भने तपाईँहरूले चाहिँ सेफ बर्थ चाहिँ प्रायोरिटी दिनुपर्छ, सेफ बर्थ। किनभने कुनै पनि एज आई सेड अर्लियर कुनै पनि डेलिभरी चाहिँ प्रेडिक्टेबल हुँदैन र त्यसको कुनै पनि डेलिभरी चाहिँ प्रेडिक्टेबल पनि हुँदैन र तपाईँहरूको प्रायोरिटी सेफ बर्थ भएको कारणले गर्दाखेरि चाहिँ यदि तपाईँहरूले होम बर्थ गर्न चाहनुहुन्छ भने चाहिँ तपाईँहरूले प्रोभाइडर, स्किल प्रोभाइडर र रिफरल सिस्टम भएको ठाउँमा चाहिँ तपाईँहरूले होम बर्थ डेलिभरी गर्नुभयो भने चाहिँ ठिकै हुन्छ। नभए चाहिँ अब नेपालको कन्टेक्स्टमा जहाँ चाहिँ इजिली हेल्थ एसेसिबल छैन र हेल्थ केयरको कोर एरियाहरू हेर्ने अनि त्यस्तो हो भने चाहिँ इन्स्टिट्युसनल डेलिभरीलाई चाहिँ हामीले प्रायोरिटाइज गर्छौँ। किनभने यसमा चाहिँ आफ्नो कम्फर्ट भन्दाखेरि पनि एउटा सेफ्टी सेफ बर्थ अनि अर्को भनेको चाहिँ अब इजिली रिफरल सिस्टम अथवा इजिली इमर्जेन्सी म्यानेजमेन्ट सिस्टमहरूलाई चाहिँ अब हामीले प्रायोरिटाइज गर्नुपर्छ जस्तो लाग्छ। थ्याङ्क यू सो मच। तपाईँलाई यो वर्ल्ड मिडवाइफ डेको फेरि पनि धेरै धेरै शुभकामना। तपाईँहरू जस्तो मान्छे हामीसँग हुनुहुन्छ, मलाई सुन्दै पनि कति खुसी लाग्छ है। अब अर्को प्रश्न गरेँ मैले तपाईँलाई, अब 2 बजे राति एउटा प्राइमी भर्खर पहिलोचोटि गर्भधारण गरिराख्नु भएको महिला उल्टी पल्टी अप्ठ्यारो भएर तपाईँले सम्झिराख्नु भएको छ कि मलाई कोही भइदियो हुन्थ्यो कस्तो अप्ठ्यारो भइरहेछ भनेर सम्झिराख्नु भएको छ भने तपाईँले उहाँलाई एकदम वर्ड अफ कम्फर्ट केही भन्नुहोस् न। मैले एकदम सर्टकटमा भन्नुपर्दा म के भन्न चाहन्छु भने उहाँलाई चाहिँ उहाँ पक्कै पनि ननिदाउनु भएको एउटा कारण मैले सक्छु कि सक्दिनँ, मैले यो पीडा सक्छु कि सक्दिनँ, मलाई के हुन्छ त होइन। अनि त्यो पीडा हुन्छ भनेपछि मैले उहाँलाई फर्स्ट अफ अल तपाईँ सक्नुहुन्छ, किनकि तपाईँलाई जुन यो नेचुरल प्रोसेस हो, तपाईँलाई जुन यो पेन जतिसम्म पेन हुन्छ नि त्यो पेन खप्नको लागि हजुरको शरीर बनेको छ, त्यो खप्नको लागि चाहिँ तपाईँले सहन सक्नुहुन्छ। अहिलेदेखि ओरी नहुनुहोस् भन्छु एउटा कुरा। अर्को कुरा भनेको हामी स्वास्थ्यकर्मी हजुरको साथमा छौँ है, हजुरले त्यो कुरामा चिन्तै लिनु पर्दैन। र अर्को कुरा भनेको तपाईँ यो पीडा जुन छ नि त्यो सधैँभरिको लागि होइन, केही क्षणको लागि हो। जुन यो पीडाको अन्त्यमा तपाईँले एकदम सुनौलो भविष्य, जुन तपाईँले एउटा यस्तो राम्रो गिफ्ट पाउनुहुनेछ। त्यसैले तपाईँ यो कुरा जुन प्रसुतिको लागि र चाइल्ड बर्थको लागि ओरी हुनुहुन्छ भने हजुर चाहिँ ओरी नहुनु भन्न चाहन्छु। कति मिठो। विनय म्याडम, अझै एउटा प्रश्न सोध्न मन लाग्यो मलाई हजुरले। अब तपाईँहरू जस्तो यस्तो एबल नारी मिडवाइफहरू कुनै दिन सरकारी तहमा पुग्नुभयो, नीतिगत चेन्जेस ल्याउने लेभलमा पुग्नुभयो भने मातृ तथा शिशु स्वास्थ्यको कार्यक्रममा तपाईँले नीतिगत लेभलमा के चेन्ज गर्न चाहनु भएको छ अथवा मिडवाइफलाई अगाडि बढाउनको लागि के गर्न सकिन्छ? एकदमै थ्याङ्क यू सो मच सर। यो एकदमै महत्त्वपूर्ण क्वेसन हो हाम्रो लागि पनि अनि एउटा हामीबाट सेवा लिने सेवाग्राही मदरहरूको र उहाँको परिवारको लागि पनि। अब हामी चाहिँ अहिले एउटा मिडवाइफ भएर एउटा कम्प्यासनेट अनि एउटा महिलाको लागि सम्मानजनक गुणस्तरीय सेवाहरू दिइरहेका छौँ। तर त्यो दिइरहेका छौँ, तर त्यसको त्यो दिइरहँदा हामीलाई पनि केही मोटिभेसन चाहिँ आवश्यक हुन्छ होइन। अब तर हामीले अहिलेसम्म सरकारबाट त्यसको लागि कुनै झिनो आशा पनि देखेको छैनौँ होइन। अब जति पनि हामी गरिरहेछौँ त्यो भनेको हामीले सरकारदेखि बाहिरबाट गरिरहेका छौँ, जो चाहिँ मिडवाइफ भएर काम गरिरहेका छौँ, आफूले यही उसमा सेवा दिइरहेका छौँ, त्यो चाहिँ बाहिरबाट गरिरहेछौँ।
यो एनजिओहरूबाट आइएनजिओहरूबाट यसरी गरिरहेछौँ। तर हाम्रो देशमा मातृ तथा नवजात शिशुको मृत्युदर बढी हुनु भनेको चाहिँ एउटा चाहिँ दक्ष मिडवाइफ र दक्ष स्वास्थ्य कर्मीको कमीले पनि हो भन्ने चाहिँ यो चाहिँ अब सबै विश्वभरिको तथ्याङ्क हेर्दै देखिएको कुरा हो। अब हाम्रो देशमा मिडवाइफहरू एकदमै न्यून छौँ। अहिलेसम्म रजिस्टर्ड मिडवाइफ भनेको जम्मा 195 छौँ। अब त्यो पनि अब धेरै म्याटरनल मोर्टालिटी मोर्बिडिटी हुने भनेको चाहिँ यो दुर्गम दूरदराज ठाउँहरूतिर भइरहेको हुन्छ जहाँ त मिडवाइफहरू को एक्सेस चाहिँ छैन, पुग्नु नै भएको छैन उहाँहरू त्यहाँसम्म। अनि अब हाम्रो यो विश्व स्वास्थ्य संगठनले के भनेको छ भने यदि हामीले मिडवाइफहरूमा राम्रो लगानी गर्ने हो मिडवाइफको उत्पादन र उहाँहरूको परिचालनमा भन्ने, त्यसले गर्दा 80% भन्दा बढी चाहिँ हामीले मातृ मृत्युदर र नवजात शिशु मृत्युदर कुनै पनि देशको चाहिँ घटाउनलाई चाहिँ ठूलो योगदान पुर्याउँछ भनेर भनिएको छ। तर हाम्रो देशमा चाहिँ त्यसलाई भनौँ स्वास्थ्य प्रणालीमा त्यो भित्र पर्न सकेको छैन अथवा चाहिँ सरकारको नजरबाट टाढा रहेको छ भनौँ न। अब हाम्रो देशको अहिले विश्वको विकसित मुलुकहरूको मातृ मृत्युदर नवजात शिशु मृत्युदर 1, 2, 3 को हाराहारीमा हुँदा भएको बेलामा हाम्रो देशमा चाहिँ अहिले भर्खर 25 मा आएकोमा चाहिँ 142 भनेको छ, नत्र 22 को सेन्ससले त 151 हो। अनि नवजात शिशुको चाहिँ पहिलाको 21 थियो, अहिलेको 25 मा भएको रिसेन्ट उयसमा चाहिँ 17 छ। अब यो देख्दाखेरि पहिलाभन्दा घटिरहेछ भन्ने भन्नुहुन्छ सबैले, तर 1 लाखमा 142 भनेर हामीले भनिरहँदा त्यो हाम्रो लागि थोरै अथवा अरूले देख्दा थोरै लाग्न सक्छ। तर मलाई आफ्नो व्यक्तिगत र मैले एउटा परिवारको हिसाबले हेर्दाखेरि चाहिँ त्यो जसले चाहिँ त्यो लस बेहोर्नु भएको छ उहाँहरूको लागि चाहिँ त्यो 1 लाखमा 142 होइन, उहाँहरूको लागि त्यो 1 लाख बराबरै हो, त्यही भएर त्योभन्दा बढी हुन्छ। त्यसैले कुनै पनि परिवारले त्यो दिन भोग्न नपरोस्, आफ्नो एकदमै प्रिय मान्छेको लस भोग्नु नपरोस् भन्नको लागि चाहिँ हामीले यो मिडवाइफहरूको सेवालाई चाहिँ अझ विस्तार गर्नुपर्छ। त्यसको लागि सरकारले चाहिँ म यदि कुनै बेला सरकारको नीति निर्माण गर्ने उसमा पुगे भने सबैभन्दा पहिलो कुरा चाहिँ मिडवाइफहरूको एउटा स्पष्ट दरबन्दीहरू चाहिँ क्रिएट गर्ने, अनि अब संरचनाहरू बनाउने। जस्तो सबै हस्पिटलहरूमा चाहिँ मिडवाइफलेड एन्टिनेटल क्लिनिक अनि मिडवाइफलेड बर्दिङ वार्डहरू हुन पर्यो, जहाँ चाहिँ मिडवाइफहरूले चाहिँ एउटा महिलालाई सम्मानजनक मातृत्व सेवा दिँदै उहाँहरूको पोजिटिभ बर्थ एक्सपिरियन्सलाई चाहिँ प्रमोट गर्न सक्नुहोस्। अनि एउटा परिवारको लागि गर्भावस्था सुत्केरी भनेको एउटा भयानक अथवा एकदमै डरलाग्दो नभएर पनि एकदम सुन्दर उहाँहरूको चाहिँ एउटा मेमोरी बनोस् भन्नको लागि चाहिँ त्यसको लागि त्यो संरचना पनि बनिनुपर्छ हस्पिटलहरूमा। अनि सबै हस्पिटलहरूमा चाहिँ मिडवाइफलेड एन्टिनेटल क्लिनिक मिडवाइफलेड बर्दिङ सेन्टरहरूको चाहिँ स्थापना गरिनुपर्छ। अनि अर्को कुरा भनेको चाहिँ जुन नीति नियमहरू त थुप्रै बनेको छ हाम्रो अहिले मिडवाइफहरूको लागि पनि थुप्रै नीति नियमहरू चाहिँ छ, तर त्यो चाहिँ कागजमै मात्रै सीमित छ। अब त्यसलाई चाहिँ कार्यान्वयन हुन पर्यो। अब हुन्छ केही समयमा हुन्छ हुँदैछ भन्ने यो ढिलासुस्ती चाहिँ हामीले धेरै सुनिरहेको छौँ, तर हामी आशामै बसिरहेछौँ हुन्छौँ होला भन्दै यो 1 दशक बितिसक्दा अहिलेसम्म केही नहुनु भनेको चाहिँ हामीलाई घरिघरि त्यो कुराले चाहिँ डिमोटिभेट गर्छ। हामीले आफ्नो पाटोलाई यति मजाले यति आफ्नो मनबाट गरिरहेको छौँ, तर हाम्रो लागि कसले सोचिदिने, हाम्रो लागि कसले बुझिदिने भन्ने छ। कतिजना त अब यो देखेर कतिजना विदेश पलायन भइराख्नु भएको छ। यहाँको दक्ष जनशक्ति बाहिर बगिरहँदाखेरि अब हाम्रो देशको महिलाहरूले कसरी चाहिँ उहाँहरूले चाहिँ एउटा आफ्नो सुरक्षित मातृत्व चाहिँ पाउनुहुन्छ त भन्ने एउटा सरकारलाई प्रश्न पनि छ यो चाहिँ। अनि यसमा चाहिँ अब चाँडोभन्दा चाँडो चाहिँ सरकारको ध्यान यो हुनपर्छ। अनि अर्को कुरा एउटा यो भयो स्वास्थ्य प्रणालीमा इन्टिग्रेसनको कुरा, अर्को भनेको मिडवाइफरी र मिडवाइफरी प्रोफेसनको रिकग्निसन पनि राम्रो छैन। अब कतिजना यो शब्दसँगै अनभिज्ञ हुनुहुन्छ एउटा कुरा, कतिजनाले सुन्नु भएको छ भने उहाँहरूले मिडवाइफ भनेको के अरे डेलिभरी गराउने नर्स अथवा अनमी भन्ने चाहिँ बुझ्नु भएको छ, जुन सुन्दाखेरि आफूलाई नराम्रो लाग्छ। किन भन्दा यो मिडवाइफरी भनेको एउटा स्पेसलाइज अनि एउटा अटोनोमस प्रोफेसन हो, जसको लागि एउटा छुट्टै एउटा डेडिकेटेड एजुकेसन चाहिन्छ।
अनि स्किल चाहिन्छ अनि यो गर्नको लागि एउटा हाम्रो जुन डेडिकेसन छ त्यो हुँदाहुँदै पनि हाम्रो जुन उहाँहरूले त्यो भनिरहँदाखेरि अब त्यो अरू प्रोफेसनलाई गरेको त होइन तर त्यो बिचमा चाहिँ हाम्रो जुन स्किल नलेज अनि हामीले जुन इभिडेन्स बेस्ड प्र्याक्टिसहरूलाई बढी फोकस गर्छौँ त्यो कुरा अनि हाम्रो जुन जिम्मेवारीहरू छ त्यो कुरा चाहिँ ओझेलमा परेको हो कि भन्ने खालको चाहिँ त्यो उहाँहरूले बुझ्न सक्नु भएको छ नि त्यही भएर हाम्रो प्रोफेसनको चाहिँ रिकग्निसन पनि हुनपर्छ जसको लागि हामी आफै पनि एडभोकेसी गरिरहेछौँ तर हामी एक दुईजनाले गर्नुभन्दा पनि यो चाहिँ पुरै मासले अथवा पुरै सरकारले गरिदियो भने सबैजनालाई मिडवाइफ के हो भन्ने कुराको चाहिँ जानकारी हुन्छ। मातृ तथा स्वास्थ्य शिशुको कार्यक्रममा नीतिगत लेभलमा तपाईँले केही परिवर्तन गराउन सक्नुभयो केही नयाँ इम्प्लिमेन्टेसन्सहरू ल्याउन सक्नुभयो भने के गर्न सकिन्छ जस्तो लाग्छ भन्नुहोस् त। मलाई चाहिँ के लाग्छ भन्दा के चाहिँ गर्थे भन्दा फर्स्ट अफ अल हुन त अहिले हाम्रो नेपालको 2-3वटा औँलाले गनेर भेट्न सकिन्छ 3-4वटा हस्पिटलमा हस्बेन्डसँगै राखेर डेलिभरी गराउने सुविधा आएको छ है तर हाम्रो एज अ होल हस्पिटलमा जहाँ चाहिँ प्रसूति सेवा दिइरहेका छौँ हामीले त्यहाँ चाहिँ जुन बेला त्यो त कुनै अरू प्रब्लम भएर एक्लै राखेर केयर गर्नुपर्ने अवस्था होइन जति बेला चाहिँ आमालाई एकदमै सपोर्टको आवश्यकता हुन्छ आमालाई आफ्नो फ्यामिली आफ्नो हस्बेन्ड चाहिन्छ त्यति बेलामा हस्बेन्डलाई बाहिर राखेर आमालाई भित्र एक्लै पीडा छटपटाइ रहँदा चाहिँ त्यो पक्कै पनि आमाले राम्रो महसुस गर्नु हुँदैन हो आमाको पीडा आफ्नो हस्बेन्डले बुझ्नुहुन्छ त्यो त्यसैले चाहिँ लेबर स्टार्ट भएदेखि बेबी डेलिभरी नहुँदासम्म आफ्नो हस्बेन्डलाई सँगै राख्नुपर्छ है यो जो सबै हस्पिटलमा चाहिँ हस्बेन्ड सँगै राखेर डेलिभरी गराउने एउटा नीति चाहिँ म गराउँथे सँगसँगै त्यहाँ चाहिँ जहाँ बर्दिङ युनिट जस यसरी राखिएको हुन्छ अब चाहिँ हाम्रो नेपालमा लगभग 10 वर्ष जस्तो भइसक्यो मिडवाइफरी पढाइ हुन थालेको तर अहिलेसम्म चाहिँ दरबन्दी क्रिएट भएको छैन जहाँ चाहिँ मिडवाइफ हुन्छन् त्यहाँ चाहिँ सम्मानजनक सेवा आमाले पाउँछिन् नै है अनि त्यस्तै गरेर अर्को कुरा भनेको हाम्रो प्रत्येक हस्पिटलमा एन्टिनेटल मिडवाइफ लेड एन्टिनेटल क्लिनिकको आवश्यकता एकदमै देख्छु म त्यो चाहिँ गराउनै पर्ने देख्छु किन भन्दा एउटा आमालाई प्रसुतिको लागि प्रिपेयर हुनको लागि बच्चा पेटमा आएदेखि नै प्रिपेयर गराउनु पर्ने हुन्छ कि उहाँलाई फर्स्टदेखि तपाईको प्रसुतिको बेलामा यो हुन्छ भनेर जब हामीले उहाँलाई पहिल्यैदेखि गराउँदै जान्छौँ यो यति बेला यस्तो पेन हुन्छ अब यसपछि बढ्दै जान्छ त्यो पेन पछि चाहिँ हजुरले यसलाई रोक्न सक्नुहुन्छ यसरी के कम गर्न सक्नुहुन्छ त्यो आइडियाहरू सिकाउँछौँ नि हामीले त्यो आइडिया पछि चाहिँ उहाँको माइन्डमा त्यति बेला किन त हामीले यो गर्ने त भन्दा त्यो समयमा चाहिँ आमाले एकदमै ध्यान दिएर सुन्न सक्ने क्षमता हुन्छ हामीले गराउन चाहिँ खोज्छौँ क्या हस्पिटल आइसकेपछि जब एकदमै पेनमा आउनुहुन्छ आमा आइसकेपछि तपाईँले यो गर्ने भनेर एकदमै दुःखमा पेनमा भएको मान्छेले सुन्नै चाहँदैन कि अनि हामीले कसरी चाहिँ उहाँलाई चाहिँ मोटिभेट गर्न सक्छौँ हजुरले यस्तो गर्न सक्नुहुन्छ यो गर्यो भने कम हुन्छ है भनेर भन्दा पनि उहाँले मान्नु हुँदैन जब हामीले एउटा मिडवाइफले के गर्न सक्छ त वुमनलाई एकदम इम्पावर गराउन सक्छ कि पहिल्यैदेखि माइन्डमा भरेर राखिदियो भने लेबरको बेलामा यस्तो दुखाइ हुन्छ भन्नुभएको थियो यो दुखाइलाई यसरी कम गर्न सकिन्छ भन्नुभएको थियो भन्ने कुरा उहाँले सिक्नुहुन्छ जस्तै म इक्जाम्पल दिन्छु के अरे कहीँ हामी राफ्टिङ गर्न जाँदा ढुङ्गा चढ्नुभन्दा अगाडि हामीलाई क्लास लिइन्छ नि त्यो हो ओरिएन्टेसन दिइन्छ नि ल के गरी हामी खसिहाल्यौँ भने हामीले तपाईँलाई डोरी दिन्छौँ अथवा त्यो जुन समात्ने ह्यान्डल ब्याटल हुन्छ नि ब्याटल तपाईँले यसरी दिनु होला अर्को ब्याटलले हामी तपाईँलाई यता तान्छौँ तपाईँ नहातिनु होला डुबिसकेपछि एकचोटि डुब्नुहुन्छ फेरि लाइफ ज्याकेटले माथि निकाल्छ भन्ने कुरा त्यसरी सिकाइएको हुन्छ र त हामी गइसकेपछि ल केही भइपरि आयो भने पनि कन्सियस हुन्छौँ यसरी सिकाउनु भएको थियो यो गर्ने भनेर हुन्छ अगाडि के पनि सिकाइँदैन एकैचोटि गइसकेपछि मान्छे खस्यो त्यति बेला सिकाउनु खोजेर मान्छेले अचेप गर्छ त हो यो समय भनेको नि एकदमै त्यही नै हो के प्रेजेन्ट गरिदिनु भयो थ्याङ्क यू सो मच म्याम अब यो तपाईँले जुन यो मानव संवेदनाको कुरो गर्नुभयो मान्छे एकदम भल्नरेबल भएको बेलामा सजिलै विश्वास गरिहाल्दैन एकदम ट्रु हो तपाईँको कुरो होइन त्यही भएर अगाडि नै प्री कन्सेप्सनल काउन्सिलिङदेखि नै एएनसीदेखि नै हामीले सेन्सिटाइज गरिराख्यौँ भने पक्कै पनि एट द एन्ड जुन चाहिँ मोमेन्ट अफ रियलाइजेसन हुन्छ जब उहाँलाई दुख्न थाल्छ त्यो बेला उहाँको दिमाग ठ्याक्क त्यही हिसाबले चल्छ एकदम राइट हो। अब अर्को प्रश्न मैले तपाईँलाई क्लोजिङ गर्न चाहेँ म्याडम है जानुभन्दा अगाडि सिन्स तपाईँहरू यति राम्रोसँग मिडवाइफरीले अगाडि बढाउँदै हुनुहुन्छ तपाईँहरू त धरोहर हो भन्छु म लगभग पाएनीहरू है यो लेभलमा
तपाईँहरू जस्तै मिडवाइफलाई म अब मेरो प्रोफेसन बनाउँछु, म अब यसैमा पढ्छु भनेर कुरेर बस्नुभएका विद्यार्थीहरूलाई तपाईँहरूले इन्स्पायर गर्नलाई के भनिदिनुहोस् न प्लिज। के अरे अब यो मिडवाइफरी पढ्न जो आफ्नो करियरको रूपमा चाहिँ एउटा मिडवाइफरी प्रोफेसनलाई चुज गर्न खोजिराख्नु भएको छ जसले, उहाँहरूलाई म के भन्न चाहन्छु भने यदि तपाईँले म मिडवाइफरी पढ्छु भन्ने सोचिराख्नु भएको छ भने तपाईँ एकदमै के अरे मनदेखि नै ठुलो मान्छे हो अनि एकदमै स्ट्रङ मान्छे हो भन्छु मैले। किन भन्दा मिडवाइफरी एज अ करियर चुज गर्नु भनेको जैतैले चाहिँ सक्दैन, किन यहाँ अरूको उसमा चाहिँ एउटा लाइफसँग मात्रै डिल गरिन्छ, यहाँ चाहिँ दुईवटा लाइफ सँग डिल गरिन्छ अनि त्यो हरेक एउटा नयाँ सृष्टिको हामी चाहिँ एउटा साक्षी हुन पाउँछौँ। त्यो एउटा खुसीको पलको साक्षी हुन पाउनु पछि गएर तपाईँलाई पनि गौरवको विषय हुन्छ पछि गएर। तर अब यो मिडवाइफरी प्रोफेसनमा आइरहँदा तपाईँले चाहिँ एउटा कुरा चाहिँ के बुझ्नुपर्छ, यो चाहिँ पेसा मात्र होइन, यो चाहिँ एउटा गहिरो जिम्मेवारी र समर्पण हो भन्ने कुरा बुझ्न पर्यो आफूले। अनि अब यहाँनिर हाम्रो आफ्नो नलेज सिप मात्र होइन, हाम्रो सानो सानो कुरा, हाम्रो स्पर्श शब्द इभन हाम्रो टच हाम्रो साथले चाहिँ उहाँहरूलाई एकदमै ठुलो गहिरो चाहिँ भूमिका खेलिरहेको हुन्छ महिलाको जीवनमा र उहाँहरूको परिवारको लागि। त्यसैले तपाईँहरू यदि यो पेसामा आउन चाहनुहुन्छ भने आफू त्यो समर्पण गर्न सक्छु भन्ने सोचेर आउनु होला, कसैको दबाब अथवा करकापमा नआउनु होला। जस्तो कतिजना मैले सुनिरहेको हुन्छु क्या, अब आफ्नै कलिग्सहरू भयो, आफ्नो अब जुनियरहरूबाट पनि जस्तो मिडवाइफरी चाहिँ अब सुरुमा नथाहा पाएर पढ्यो, अब कसैलाई चाहिँ अहिले आएर के अरे किन पढेछु यो भन्दा अलिक न्यारो छ हाम्रा लागि अहिले, अब करियर ल्याडरहरू केही त्यस्तो भएको छैन, त्यो भएको कारणले गर्दा त्यो लाग्नु स्वाभाविक पनि हो। तर त्यो भन्दैमा आशा चाहिँ छोड्नु हुँदैन, हामीले आफ्नो लागि निरन्तर यो गरिराख्यो भने बिस्तारै अपर्च्युनिटीहरू पनि आउँछ भन्ने एउटा आशावादी भएर आउनु होला। अनि महिलाको लागि चाहिँ आफूलाई समर्पित गर्छु अनि एउटा महिलाको प्रसवलाई उहाँको एउटा यो प्रिसियस मेमोरी क्रिएट गर्छु भन्ने उद्देश्यले चाहिँ आउनु होला भन्न चाहन्छु। म के भन्न चाहन्छु भने हजुरहरू मिडवाइफ यस्तो सोच भएको मान्छे आउनुहोस् कि होइन, जसले चाहिँ आमाको त्यो एकदमै महत्त्वपूर्ण र संवेदनशील पार्ट हो नि त त्यो भनेको होइन, त्यो क्षणमा तपाईँले आमालाई सम्मानजनक सेवा दिन सक्छु म आफूमा केही प्यासेन्ट छ, म केही बेर रोकेर केयर प्रोभाइड गर्न सक्छु भन्ने कुरा जुन आत्मविश्वास आफूमा चाहिँ एकदम भन्न खोजेको केही कुरा भइहाल्यो भने झनक्क रिसाउने हुनु भएन। आमा त्यति बेलामा रिस उठ्ने त्यो आउँछ, एकदमै आउँछ, तर हामीमा प्यासेन्स हुनु पर्यो, केही बेर रोक्न सक्ने र आफ्नो रिसलाई कन्ट्रोल गर्न सक्ने हुनु पर्यो। यदि यस्तो हुनुहुन्छ भने यो पेसा हजुरहरूको लागि हो भन्छु। धैर्यता चाहियो हुँदा के हुन्छ, एकदमै लेबरमा हुनुहुन्छ, ल सुत्नुहोस् त बच्चाको धड्कन सुनौँ, होइन सिस्टर एकैछिन रोक्नुहोस् न दुखाइ आइरहेछ, ठिक छ तपाईँ एकछिन म वेट गर्छु, हजुरलाई जति बेलासम्म सहज हुँदैन म वेट गर्छु भन्न सक्ने हुनु पर्यो कि है। त्यसरी आफू एकदमै म आमाको यो संवेदनशील समयमा, यो महत्त्वपूर्ण समयमा आफूले चाहिँ कसरी उहाँलाई सहज गराउन सक्छु त भन्ने कुरा सोचेर यो प्रोफेसनलाई इन्जोय गर्न सक्ने, यो प्रोफेसनमा इन्जोय गर्न सक्ने जो कोहीमा चाहिँ यो एबिलिटी हुँदैन नि। म यो जुन हामीले आमाहरूलाई एकदमै वेट गरेर कति पनि नरिसाएर जुन केयर प्रोभाइड गरिरहेका हुन्छौँ नि, यो चाहिँ एउटा कला हो भन्छु कि हामी मिडवाइफमा भएको प्राय सबै मिडवाइफमा यो कला छ। उहाँहरूले सबैजनामा त्यो हुँदैन कि देखिँदैन हुँदाखेरि त्यो अरूले गरेको केयरहरू देख्दाखेरि चाहिँ यस्तो नगरिदिएको भए हुन्थ्यो भन्ने चाहिँ हुन्छ। जुन चाहिँ हामी मिडवाइफ एकदमै वेट गरेर प्यासेन्टमा रहेर होइन, जुन चाहिँ आमालाई चाहिँ केयर प्रोभाइड गर्छौँ, यस्तो गर्न सक्नुहुन्छ भने चाहिँ यो प्रोफेसनमा आउनु होला भन्न चाहिँ चाहन्छु। थ्याङ्क यू सो मच शोभा म्याडम, थ्याङ्क यू सो मच। 10 लाख थप मिडवाइफको रिक्वायरमेन्ट छ, आजको मुख्य नारा पनि त्यही हो। अब आउने मिडवाइफहरूलाई तपाईँले के भन्न चाहनुहुन्छ सो द्याट यु विल इन्स्पायर देम टु बिकम अ गुड वान? थ्याङ्क यू फर द क्वेसन। लाइक हामीले चाहिँ
हाम्रो सेटिङमा जस्तो भरतपुर हस्पिटलमा आउनुहुन्छ एज अ स्टुडेन्ट नर्सेसहरू आउनुहुन्छ स्टुडेन्ट मिडवाइफ्सहरू आउनुहुन्छ उहाँहरूको रेस्पोन्स चाहिँ अहिलेसम्म पोजिटिभ नै छ हामीप्रति मिडवाइफ्सहरूप्रति चाहिँ राम्रै हुनुहुन्छ पोजिटिभ हुनुहुन्छ र उहाँहरूले चाहिँ अहिले पनि सोधिरहनुहुन्छ कि हामी मिडवाइफ्स कसरी बन्न सक्छौँ तपाईँहरू जस्तो मिडवाइफ्स कसरी बन्न सक्छौँ भनेर सोध्नुहुन्छ त्यसमा चाहिँ के भन्न चाहन्छु भने एउटा चाहिँ सेल्फ मोटिभेसन पनि हुनुपर्छ यो चाहिँ कसैलाई त फिलिङ चाहिँ आउँछ नि त म चाहिँ यही प्रोफेसनलाई आइएम बोर्न टु बी दिस पर्सन भनेर अथवा आइएम बोर्न टु बी इन दिस प्रोफेसन भनेर पनि हुन्छ भने अर्को चाहिँ यो हामीले चाहिँ फिजिकलको साथसाथै चाहिँ इमोसनल हुन्छ इमोसनलसँग नि डिल गर्नुपर्ने हुन्छ इमोसन चाहिँ वुमेनको मात्र नभएर चाहिँ अब हामीले फ्यामिली मेम्बर्सको हजुर होल अफ द फ्यामिली मेम्बर्सहरूसँग नै हामीले इमोसनली अट्याचमेन्टहरू पनि हुन्छ त्यसको कारणले गर्दाखेरि चाहिँ आफू चाहिँ सेल्फ एउटा स्ट्रङ साथसाथै चाहिँ एउटा मोटिभेटेड पनि हुनुपर्छ र अनि अर्को भनेको चाहिँ एकदमै डेडिकेटेड पनि हुनुपर्छ र अनि अर्को भने एकदम सफ्ट स्पोकन पनि हुनुपर्छ थ्याङ्क यू सो मच देविका म्याडम थ्याङ्क यू सो मच फर यर टाइम तपाईँहरूलाई आजको कार्यक्रम कस्तो लाग्यो 10 लाख थप मिडवाइफको आवश्यकता भन्ने नाराका साथ मनाउन गइरहेको आजको 2026 मई 5 को वर्ल्ड मिडवाइफ डेमा तपाईहरू पनि जो मिडवाइफ आफै अहिले कार्यरत हुनुहुन्छ र अगाडि आफ्नो करियर पनि यसैमा बढाउँछु भनेर सोचिराख्नु भएको छ भने एउटा स्ट्रङ इन्डिपेन्डेन्ट वुमन भएको आधारमा तपाईँहरूले फिजिकली इमोसनली एउटा आमाको प्रसुतिमा सहयोग गर्न सक्नुहुन्छ र राम्रो रोल खेल्न सक्नुहुन्छ भन्ने मैले आशा लिएको छु तपाईँलाई आजको कार्यक्रम कस्तो लाग्यो आजको कार्यक्रममा तपाईँले केही सल्लाह र सुझाव छ भने हाम्रो युट्युब भिडियोको च्यानलको कमेन्टमा गएर तपाईँले आफ्नो भिडियो अथवा कमेन्ट्सहरू राखिदिनु होला हामी पक्कै त्यसलाई आत्मसात गरेर अगाडिको भिडियोजहरूमा इम्प्रुभमेन्ट गर्नेछौँ थ्याङ्क यू सो मच आज आइदिनु भएको गेस्टहरूलाई र हाम्रो सुनिराख्नु भएको अडियन्सहरूलाई ह्याप्पी वर्ल्ड मिडवाइफ डे तपाईँहरू हुनुहुन्छ र एउटा मातृत्व र प्रसुति सुरक्षित छ थ्याङ्क यू सो मच हेभ अ ग्रेट डे